हेर्दै हेर्दै वर्ल्ड कपको सेमी फाइनल पनि आइसक्यो। अस्ति भर्खरै सुरु भयो जस्तो लाग्थ्यो यो 2026 को वर्ल्ड कप, तर भोलि राति 12:45 देखि सेमी फाइनल सुरु हुन जाँदैछ। र आजको भिडियोमा चाहिँ गाइज म यो वर्ल्ड कप 2026 कसले जित्छ भनेर प्रेडिक्ट गर्न जाँदैछु। सो प्लिज भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। सुरुमा कुरा गरौँ अर्जेन्टिना भर्सेस इङ्ल्यान्डको। अब अर्जेन्टिनाको पर्फर्मेन्स सबैलाई थाहा छ। यो वर्ल्ड कपको राउन्ड अफ 32 देखि नै अर्जेन्टिनाले एकदमै झुर खेल्दै आएको छ, तर खै कसरी यो कमब्याक हानेर जिताएको छ। कसरी गोल हान्छ, कहिले मेस्सी चलिरहेको हुन्छ, कहिले रोमेरो चलिरहेको हुन्छ, कहिले थाहै पनि हुँदैन कसरी जितिरहेको हुन्छ भनेर होइन। सो अर्कोतर्फ इङ्ल्यान्ड गाइज अनस्टपेबल छ यो टिम। यो टुचेलको अन्डरमा त गाइज एकदमै भयानक भएको छैन यो इङ्ल्यान्ड त। त्यसमाथि अझै जुड बेलिङ्गमको पर्फर्मेन्स तपाईँले देख्नुभयो भने अचम्मै छ यार यो मान्छे। मिडफिल्डर भएर पनि गाइज होइन, अट्याकिङ मिडफिल्डर भएर पनि 6 गोल हानिरहेको छ यार। रियल मड्रिडमा डिफेन्डिभ सेन्टर मिड खेल्छ, यसमा अट्याकिङ मिडफिल्ड खेल्दैछ। तर गाइज यो मान्छेलाई स्ट्राइकर खेलाए पनि यसले दह्रो गोल हान्छ होइन, यस्तो बबाल पर्फर्मेन्स दिइरहेको छ। अब नर्वेलाई पनि 2-1 हानेर यही मान्छेलाई नै जिताओ म्यान अफ द म्याच भयो। लगातार राउन्ड अफ 32बाट म्यान अफ द म्याच जितेकै छैन यो मान्छेले। सो यो गेम चाहिँ गाइज इङ्ल्यान्डले इजिली त नभनौँ तर जित्छ नै। 3-1 अथवा 3-2 यस्तै स्कोर हुन्छ र इङ्ल्यान्ड चाहिँ फाइनल पुग्छ। र अर्कोतर्फ गाइज फ्रान्स भर्सेस स्पेन, यो गेम गाइज नछुटाउनेवाला हुन्छ होइन, छुटाउनै नपर्ने गेम हो यो। एकदमै क्रेजी हुन्छ। अब पहिलाको नेसन लिगको सेमी फाइनल पनि स्पेनले 2-1 हानेर पेलेकै थियो फ्रान्सले, र त्योभन्दा पहिले युरो कपको सेमी फाइनल पनि पेलेकै थियो। यो दुईटा गाइज टिम फेरि पनि भिड्न जाँदैछ। अब राइभलरी जस्तो भइसक्यो यार, एम्बापे भर्सेस यामाल भन्न लागिसक्यो मान्छेहरूले। तर भने गाइज यो वर्ल्ड कपको फ्रान्स चाहिँ अनबिटन अनस्टपेबल छ गाइज। अट्याकिङ साइड यति बलियो छ, मिडफिल्डर यति खतरनाक छ, डिफेन्सिभ पनि धेरै नै बलियो छ यार। हरेक 10 आउट अफ 10 पुरै 10 आउट अफ 10 नै खतरनाक छ होइन यो फ्रान्सको टिममा। मलाई लाग्छ गाइज यो गेम चाहिँ फ्रान्सले जित्छ होला, लगभग 4-2 यस्तै स्कोर। हाई स्कोरिङ गेम हुन्छ गाइज यो दुईटाको अट्याकिङ फुटबल छ, हाई स्कोरिङ गेम छ। स्योरली फ्रान्सले 4-2 हान्छ र फाइनल पुग्छ। र त्यसपछि आउँछ फाइनलमा गाइज यो दुईटा टिम इङ्ल्यान्ड भर्सेस फ्रान्स। एम्बापे भर्सेस जुड बेलिङ्गम भन्दा पनि हुन्छ, दुईटा रियल मड्रिडको फ्रेन्ड पनि हुन्, क्लब फ्रेन्ड छन्। 1960 मा जितेको वर्ल्ड कप यत्रो वर्षपछि फाइनल पुग्दा चाहिँ धेरै नै खुसी लाग्यो, धेरै नै ठुलो अचिभमेन्ट हुन्छ इङ्ल्यान्डको लागि पनि। सो वर्ल्ड कप जितिहाल्यो भने त हिस्ट्री नै क्रिएट भइहाल्यो। तर अब गाइज फ्रान्सलाई चाहिँ गाइज कसैले पनि सक्दैन जस्तो लागिरहेको छ मलाई। लगातार 3 पटक सेमी फाइनल पुगिसक्यो, फाइनल पुग्न अब एक स्टेप मात्रै बाँकी छ। सो मलाई लाग्छ गाइज यो गेम, यो 2026 को वर्ल्ड कप विनर चाहिँ फ्रान्स हुन्छ जस्तो लागिरहेको छ। एक्स्ट्रा टाइममा जाँदैन, 90 मिनटमै गाइज यो गेम चाहिँ खतम हुन्छ। लगभग 4-1 कि त 4 कि 2 हुन्छ मेरो प्रेडिक्सनमा चाहिँ। यो वर्ल्ड कपको विनर छ फ्रान्स। सो तपाईँहरूको विचारमा चाहिँ के छ? यदि म केही गलत भयो भने चाहिँ तल कमेन्टमा भनिदिनु र लाइक, सेयर, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला।